आँपको सिजन आयो त साथीहरू। तपाईँहरूकोतिर आँप पाकेको कि पाकेन? हाम्रोतिर चाहिँ आँप पाकिसकेको छ र हामी चाहिँ आँप खान थालिसकेको छौँ। त्योभन्दा अगाडि स्वागत छ साथीहरू मेरो मिनी ब्लगमा। बिहान उठ्छु र फ्रेस भइसकेपछि म लाउँछु मोइस्चराइजर, सनस्क्रिन। किन भन्छ कि हामीले डढेर आजकल चाहिँ म कालोबाट कालो भइसकेको छु। त्यसपछि चाहिँ आएर म जान्छु घर बढार्न। घरलाई चाहिँ मजाले सफा गर्छु र कुना सफा गरिसकेपछि हामी बुहारीहरूको काम चाहिँ के भने बिहान पकायो भने बेलुका के पकाउने भन्ने हुन्छ नि त। त्यही भएर आएर म जान्छु बारीमा गएर हेर्दाखेरि चाहिँ मैले भेट्छु आज चाहिँ एकदमै राम्रो करेला। त्यही भएर म करेला लिएर आउँछु र आज चाहिँ म तपाईँहरूमा चाहिँ करेलाको रेसिपी पनि सेयर गर्दैछु है त साथीहरू। करेलालाई चाहिँ म सानो सानो पारेर काट्छु। यसलाई चाहिँ एकदम मजाले सानो स्लाइसमा काट्नुपर्छ। त्यसलाई मजाले काटिसकेपछि आलुलाई पनि म त्यसरी नै काट्छु। त्यही भएर मजाले नुन मोलेर राखिदिन्छु र त्यसलाई निचोड्छु। त्यति गरिसकेपछि सबै तितो जान्छ। त्यसपछि कराही बसालेर म करेलालाई फटाफट हाल्छु र पकाउँछु। त्यति गरेपछि चाहिँ त्यो करेला चाहिँ एकदम टेस्टी बन्छ। तपाईँहरू पनि एकचोटि जरुर ट्राई गर्नुहोला। त्यसपछि चाहिँ आएर म चाहिँ अर्को तरकारी पनि बनाउँछु। किनभने करेलासँग मात्र भात कसरी खानु क्या साथीहरू, कसरी। त्यसपछि चाहिँ आएर म बनाउँछु फर्सीको मुन्टा। त्यो पनि एकदमै मिठो हुन्छ। त्यो खाइसकेपछि चाहिँ म खान्छु दिउँसो आँप। तपाईँहरू पनि खान आउनुहोला हाम्रो सप्तरीमा आँप।